धर्म न हिन्दू हो न मुसलमान हो, धर्म त मान्छेले अपनाउने एक सिद्धान्त हो। हजुर मान्छेले युटिलाइज गर्ने एक सभ्यता हो। मान्छेले गर्ने व्यवहार जो हो त्यो एउटा सभ्यता हो, सभ्यतापूर्ण हो, यो हो धर्म। सबैतिर सुहाउने, सबैतिर राम्रो, सबैतिर सुन्दर, चारैतर्फ भलाइ, चारैतर्फ सुन्दरता, चारैतर्फ उदय उदय। हजुर यसलाई चाहिँ मैले धर्म मान्छु। ए कसैको दुःखसँग म भिड्न सक्दिनँ भने अर्कालाई दुःख दिने चेष्टा गर्ने चिजलाई मैले हिन्दू धर्म भए पनि नमान्ने। अर्कालाई दुःख दिने काम सबभन्दा ठुलो पाप हो। हजुर त्यसो भएर म जोगी भए पनि माग्दिनँ नानी कतिसँग केही, दुःख नदिउँ कसैलाई भन्ने भावनामा हुन्छु। फेरि संसारको धन खानुपर्छ, त्यसो भएर थोरै खाएर बाँच्छु। हजुर जब हिँड्नै पर्ने रहेछ बाटोमा भनेपछि त बोरा बोकेर किन हिँड्ने, थोरै लिएर हिँड्ने नि। पेट त कहिले अगाउँदैन। हजुर चुइने भाँडामा पानी हाल्यो भने त्यो बसिरहने भएन, त्यस्तै रहेछ यो पेट। जब कहिले नभर्ने चिज हो भनेपछि यसमा किन मर्ने। हजुर काम चलाउ चिज दिएर बस, कहिले चाहिँ यो नअगाउने, एकछिन चाहिँ भयो भन्ने, एकछिन पछि फेरि लौलियो भन्ने। हजुर